म तपाईलाई हेरिरहेको छु, तपाईँ पनि मलाई हेर्नु न, आई कन्ट्याक्ट गरौँ। के यो आई कन्ट्याक्ट भयो त? आजको यस भिडियोमा हामी आई कन्ट्याक्ट कसरी गर्ने, आई कन्ट्याक्ट गरेर अन्तर्वार्तालाई थप व्यवस्थित, वैज्ञानिक, परिष्कृत र प्रभावकारी कसरी बनाउने भन्ने कुरामा चर्चा गर्छौं। सँगसँगै अन्तर्वार्तामा सोधिने नमुना प्रश्नहरूको बारेमा पनि चर्चा गर्छौं। ती प्रश्नको उत्तर कसरी दिने भन्ने कुरामा पनि चर्चा गर्छौं। र सबैजनालाई स्वागत छ आजको भिडियोमा। अघिल्लो भिडियोमा मैले अन्तर्वार्ताका केही बेसिक कुराहरूको बारेमा चर्चा गरेको छु। अन्तर्वार्तामा ढोका कसरी नक गर्ने, अन्तर्वार्तामा कुर्सीमा गएर कसरी बस्ने, कस्तो मान्छेले अन्तर्वार्ता लिनुहुन्छ, पहिरन कस्तो लगाउने भनेर। यस, पहिरनको कुरा आयो। पहिरन चाहिँ तपाईले कम्प्लिट भिडियो हेर्नु भएको छ भने मैले भनेको कुरा स्पष्टसँग बुझ्नुभयो। थोरै भिडियो हेर्नु भएको छ भने त्यहाँनेरि मैले तपाईँ सरकारी सेवामा हुनुहुन्छ भने कोट लाउनुहोस्, सरकारी ड्रेसै लाउनुहोस्। हुनुहुन्न भने तपाईसँग कोट छ, टाई छ, सर्ट छ भने आइरन गरेर चिटिक्क पारेर लाएर जानुहोस्। छैन भने तपाईसँग जे छ त्यो लाउनुहोस्। हाफ प्यान्टलाई अभोइड गर्नुहोस्, ट्राउजरलाई अभोइड गर्नुहोस्, धेरै टाइट र धेरै लुज लुगा नलाउनुहोस् भनेको छ। जसले कम्प्लिट हेर्नु भएको छ उहाँहरू एकदम क्रिएटिभ पोजिटिभ कमेन्ट गर्नु भएको छ। जसले थोरै हेर्नु भएको छ उहाँहरू टाई नै लाएर जानुपर्ने, कोटै लाउनु पर्ने, कोट नलाई पनि नाम निकाल्न सकिन्छ भन्नुभएको छ। यहाँ कुरा गर्ने हो भने आई कन्ट्याक्ट नगरी भुइँमा हेरेर पनि नाम निकाल्न सकिन्छ। अब विभिन्न विशेष सेवाका पदहरूमा, कतिपय पदहरूमा इन्टरभ्यू नै पनि हुँदैन, कतिपय पदहरूमा इन्टरभ्यू पनि हुँदैन, त्यतिकै पनि पास हुन सकिन्छ। तर कुरा यो होइन कि हामीले कसरी पास गर्यौं, एउटा व्यक्ति विशेषले कसरी पास गर्यो भन्ने कुरा होइन कि ओभरअल इन्टरभ्यूको स्ट्राटेजी के बनाउने, हामीले ओभरअल आफूलाई कसरी व्यवस्थित र परिष्कृत बनाउने भन्ने कुरा मात्र हो। तपाईहरु बेटर हुनुहुन्छ होला, बेस्ट कसरी बन्ने, 0.25 भए पनि कसरी बढी अङ्क ल्याउने, एउटा तल्लो तल्लो बटम लाइनमा भएको चाहिँ व्यक्तिले कसरी अलिकति एक स्टेप भए पनि माथि उठ्ने भन्ने कुरा हो। अन्तर्वार्तामा गएर हामी केयरलेस भयौं, सही उत्तर दिन सकेनौं, कन्फिडेन्स हाम्रो राम्रो भएन भने डेफिनेटली केही न केही अङ्क कम आउँछ। तर तपाईले रिटर्न राम्रो गर्नु भएको छ, अरु सबै राम्रो गर्नु भएको छ, अन्तर्वार्तामा केही अङ्क कम आए पनि तपाईको नाम निस्किन्छ र यो सबैलाई एप्लाई हुँदैन। त्यसकारणले हामी सबैले जुन लेभलमा हामी अगाडि छौं, हामीले अगाडि उत्कृष्ट गर्यौं भने पनि यहाँ पनि उत्कृष्ट गर्ने हो। त्यो उत्कृष्टता भनेकै तपाईहरुले केही बेसिक कुरामा ध्यान दिएर नै हो साथीहरु। यसलाई नेगेटिभली नलिनु होला। तपाईले फर्मल भएर जानुपर्छ। इन्टरभ्यू लिन आउने मान्छे पनि हाफ प्यान्ट लाएर आउँदैन। इन्टरभ्यू लिन तपाईलाई क्वेशन सोध्न आउने मान्छे पनि अलिकति व्यवस्थित भएर आएको हुन्छ। तपाई पनि थोरै व्यवस्थित र थोरै फर्मल हुनुस्। सर्ट मात्रै लाए पनि भयो, कोटै लाउनु पर्छ भन्ने छैन। त्यो त मैले अघिल्लो भिडियोमा भनेकै छ। तपाईले पुरै भिडियो हेर्नु भयो भने त्यसबाट तपाई स्पष्ट हुनुहुन्छ, स्पष्ट नै हुनुहुन्छ। तर थोरै भिडियो मात्रै नहेर्दिनुस्। मैले विभिन्न सोशल प्लेटफर्महरुमा यो भिडियोजहरु राखेको छ। धेरै राम्रो भ्यू आएको छ। कुनै कुनै प्लेटफर्ममा 1 लाख भन्दा बढीले हेर्नु भएको छ। त्यसको लागि म एकदमै कृतज्ञ छु। आजको यस भिडियोमा हामी आई कन्ट्याक्ट कसरी गर्ने भन्ने पहिला सिक्छौं। तपाईहरुले आई कन्ट्याक्ट गर्नु भनेको अप्ठ्यारो हुने गरी नजिकैको मान्छेलाई हेर्नु होइन। तपाईलाई इन्टरभ्यू लिने बेलामा तपाई ढोका नक गरेर छिर्नुहुन्छ अनि तपाईलाई त्यहाँनेरि इन्टरभ्यू लिने सरहरुले बस भनेपछि तपाईहरु बस्नुहुन्छ। बस्दा पनि खुट्टा क्रस गरेर बस्नुहुन्न, हात क्रस गरेर बस्नुहुन्न, नाक कोट्याउने, कपाल चलाउने, घडी चलाउने, हल्लाउने यस्ता केही पनि गर्नुहुन्न। तपाई एकदम गुड पोजिसनमा बस्नुहुन्छ। पछाडी म पिक्चर देखाउँछु गुड पोजिसन भनेको के हो। त्यसपछि उहाँहरुले कहिलेकाहीँ आफूलाई म यो हो, मेरो साथीहरु अथवा सरहरु यो हुनुहुन्छ, अब तपाई सुरु गर्नुस् भनेर तपाईले बोल्न थाल्नुहुन्छ। तपाईको बारेमा भन्नुस्। तपाईको अन्तर्वार्ता सुरु हुन्छ। अब बोल्न थाल्नुस् भनेपछि तपाईले बोल्ने हो। त्यो बेलामा जसले तपाईलाई प्रश्न सोध्नुभयो उहाँलाई एकपटक हेर्नुहुन्छ र हेर्दाखेरि हेर्नुस् है, हेर्दा अलिकति बढी फोकस गरेर हेर्नुहुन्छ जसले क्वेशन सोध्यो उहाँलाई, र अरूलाई पनि हेर्दै आई कन्ट्याक्ट गर्दै तपाईले आन्सर दिनुहुन्छ। हेर्दाखेरि यो रिजनलाई आई कन्ट्याक्ट गर्ने रिजन भनिन्छ। सिधै आँखामा यसो गरेर हेरिरह्यो भने अप्ठ्यारो महसुस हुन सक्छ र तपाईले यो रिजनलाई यस्तो ट्रेंगल जस्तो सम्झेर यो रिजनमा तपाईले आँखा यसरी घुमाउन सक्नुहुन्छ। र कहिलेकाहीँ एकदमै लामो उत्तर दिँदै हुनुहुन्छ भने, लामो उत्तर दिँदा कहिलेकाहीँ तपाईलाई थोरै अप्ठ्यारो महसुस भयो भने थोरै आँखालाई यसरी पेरिफेरल डाइभर्ट पनि गर्न सक्नुहुन्छ। तर प्रत्येक उत्तर दिँदा धन्यवाद सर, मेरो नाम यो हो, यसरी यता छेउकोलाई पनि हेर्नुभयो र मैले यहाँ अध्ययन गरेँ, त्यसबाट यता पनि हेर्नुभयो र फेरि बिचमा आउनुभयो। यसरी तपाईले आँखालाई तुलनात्मक रूपमा बिचमा अलिकति बढी फोकस भए जस्तो देखिन सक्छ, किनभने तपाईले ट्रान्जिसनमा यसरी बिचैतिर हेर्नुपर्ने हुन सक्छ। तर पनि ओभरअलमा सबैजनालाई न्याय गरे जसरी, सबैजनालाई न्याय नै गरेर सम्मान गरेर र यो रिजन एउटा ट्रेंगल जस्तो रिजन बनाएर यो आँखी भाउदेखि एउटा नाकको तल भागसम्मलाई यसलाई अलिकति यसो हेरेर, त्यसरी हेर्दा उहाँहरूलाई नै पुरै फुल हेरेर आँखामै हेरे जस्तो
लाग्छ वास्तवमा हामीले त्यो क्रिएट गर्ने हो तर वास्तवमा तपाईले आँखामै सिधै हेर्दा चाहिँ कहिलेकाहीँ अप्ठ्यारो गरे जस्तो कहिलेकाहीँ तपाईले सम्मान गर्दा अपमान भए जस्तो पनि महसुस हुन सक्छ। अब फेरि केही साथीहरूले मैले त आई कन्ट्याक्टै नगरिकन इन्टरभ्यू पास गरेँ भन्नु होला। तपाईले भुइँमै हेरेर एन्सर दिए पनि भित्तामै हेरेर एन्सर दिए पनि पास भएको हुन सक्छ तर सबैलाई यो एप्लाई हुँदैन। तपाईले बेस्ट कसरी गर्ने भन्ने मात्र हो। मैले चाहिँ स्ट्यान्डर्ड कुरा म विभिन्न एनजिओ आइएनजिओ को अनुभव आफ्नै कार्य अनुभव यो सारा कुरा समेटेर तपाईलाई बेस्ट गर्ने विकल्प सिकाएको मात्र हो। मैले यहाँ लेखेको छ आई कन्ट्याक्ट गरेर बोल्नु भनेको आत्मविश्वासी हुनु हो र तपाई कन्फिडेन्ट आत्मविश्वासी हुनुभयो ड्रेस राम्रो लाउँदा पनि कन्फिडेन्स बढ्छ आई कन्ट्याक्ट गर्दा पनि कन्फिडेन्स बढ्छ। मुख्यतः कन्टेन्ट नै हो त्यो कन्टेन्टलाई झन् बेटर बनाउने टेक्निक हो यो। त्यसकारणले गर्दा हामीले आई कन्ट्याक्ट गर्ने जुन आत्मविश्वासको सूचक हो है त्यसैले यसलाई सहज र स्वाभाविक बनाउने समान व्यवहार गर्ने समान महत्त्व दिने सबैलाई त्यहाँ उपस्थित भएकोलाई। तर यसको लागि थोरै प्र्याक्टिस चाहिन सक्छ त्यही भएर ऐना अगाडि हेरेर प्र्याक्टिस गर्ने मोबाइलमा प्र्याक्टिस गर्ने अथवा तपाईले तीनजनाको तीनटा एउटा चाहिँ सामान्य फोटो राखेर अगाडि फोटो राखेर पनि यसो एकपटक यता हेरेर थोरै आफूले प्र्याक्टिस गर्न सक्नुहुन्छ। अब फेरि पनि मैले भने कसैलाई यो प्र्याक्टिस चाहिँदैन। कोही पहिल्यै बोलिसकेका ट्रेनिङ प्राप्त एकदमै दक्ष अनुभवी साथीहरू पनि इन्टरभ्यूमा जानुभएको हुन्छ र केही साथीहरू जो पहिलो पटक जाँदै हुनुहुन्छ जसमा कन्फिडेन्स कम छ तपाईलाई डेडिकेटेड गरेर बढी यो चाहिँ भिडियो बनाइएको त्यसकारणले गर्दाखेरि तपाईलाई यो कुरा भनिरहँदा अरूलाई बढी लाग्न सक्छ। तपाईहरुसँग जसले पहिल्यै थाहा छ तपाईहरुसँग क्षमा चाहन्छु र कसैसँग बेटर आइडिया छ भने त्यो बेटर आइडिया पनि कमेन्ट गर्नुस् किनभने मेरो एकमात्र उद्देश्य तपाईहरुको लेभललाई अलिकति माथि उठाउने नै हो। यसरी प्र्याक्टिस गर्नुस्। यदि कन्फिडेन्स छैन भने घरमा केही समय थोरै समय मात्रै प्र्याक्टिस गरे पुग्छ नत्र फाइन। मैले आफै इन्टरभ्यु दिँदा त मैले 3 जना साथी राखेर पालो गरी प्र्याक्टिस गरेको। एकपटक 2 जना मात्रै हुनुहुन्थ्यो उहाँसँग पनि एकपटक एक जना हुँदा पनि प्र्याक्टिस गरेकै हो। प्र्याक्टिस गर्नै पर्छ कन्फिडेन्स बढाउनै पर्छ भन्छु म चाहिँ। त्यस्तै गरी अब तपाईले उत्तर दिँदाखेरि एकदम सिरियस भएर गम्भीर भएर हैन शरीरको पोस्चर बिगारेर उत्तर नदिनुस्। सुरुमा एउटा दुईटा प्रश्नमा त्यस्तो खालको एउटा चाहिँ कम्फर्टनेस नआउन सक्छ अलिकति सिरियसनेस आउन सक्छ तर बिस्तारै आफूलाई त्यो इन्टरभ्यूमा यस्तो तरिकाले तपाईले चाहिँ इन्गेज गर्नुस् कि समय बितेको तपाईलाई थाहा नै नहोस् र प्राय हुँदैन पनि। तपाईले आफैले पनि इन्जोय गर्न थाल्नुहुन्छ इन्टरभ्यू र तपाईलाई बाहिर निस्किँदा 40 मिनेट इन्टरभ्यू दिएर आएर भन्ने महसुस हुन्छ। उत्तर दिँदै इन्जोय गर्नुहुन्छ त्यो इन्भाइरोमेन्ट बनाउँछन् त्यहाँ इन्टरभ्यू लिने सरहरूले पनि म्यामहरूले पनि। तर सुरुको एउटा दुईटा क्वेशनमा थोरै अप्ठ्यारो फिल हुँदा सक्छ नर्मल रूपमा लिनुस् एकदमै नर्मल रूपमा लिनुस्। त्यसपछि हल्का हाँसेर सरले भन्नुभएको कुरामा म सहमत छु कहिलेकाहीँ त्यो डिबेट बेला कुरा हुन सक्छ प्रश्नको लागि धेरै धन्यवाद सर मेरो बुझाइमा भनेर हल्का हाँस्दै हल्का हातलाई पनि चाहिँ इङ्कित गर्दै देखाउँदै आई कन्ट्याक्ट पनि गर्दै आफ्नो सारा कन्ट्रोललाई एकदम व्यवस्थित बनाउँदै कहिलेकाहीँ बोल्दै खुट्टा हल्का चल्न सक्छ खुट्टा यसरी तपाईको क्रस लेग हुन सक्छ त्यसलाई फेरि इमिडिएटली बिस्तारै हटाउँदै जाने। कहिलेकाहीँ बोल्दै जाँदा हात कपालमा जान सक्छ नर्मल हो। यसलाई बिस्तारै कम गरेको राम्रो कम गर्ने प्रयास गर्ने। बढी फोकस्ड बढी इन्टेन्स बढी एक्टिभ भएको महसुस उहाँहरूलाई गराइदिने। त्यस्तै गरी अब तपाईले अन्तर्वार्ता भन्दा पहिले के गर्ने त भन्ने कुरामा पहिला भनिसकेका कुरालाई सरर समराइज गरौँ। मैले फेरि यसलाई प्रिपेयर वेल भन्छु। वेल प्रिपरेसन गर्नु पर्यो सब्जेक्ट म्याटरको आइडिया लिनु पर्यो है। त्यस्तै गरी ड्रेसको आइडिया लिनु पर्यो आई कन्ट्याक्टको आइडिया लिनु पर्यो डेमो प्र्याक्टिस भएको हुनु पर्यो। कोही छैन भने मोबाइलमा हेरेर ऐनामा हेरेर पनि प्र्याक्टिस भएको हुनु पर्यो। त्यसरी ड्रेस वेल यसको बारेमा मैले फेरि भनिरहनु पर्दैन। त्यस्तै गरी मेडिटेसनले पनि एकदमै धेरै हेल्पफुल गराउँछ। यदि तपाईहरुले राम्रो कमेन्ट गर्नुभयो अथवा राम्रोसँग डिमान्ड गर्नुभयो भने म एउटा मेडिटेसन टेक्निक सिकाउँछु जुन मेडिटेसन टेक्निकबाट तपाईले रियल इन्टरभ्यूलाई भिजुअलाइज गर्न सक्नुहुन्छ र त्यो भिजुअलाइजेसनले तपाईलाई एकदमै धेरै हेल्प गर्छ। तपाईहरु इन्टरभ्यू दिने साथीहरुको संख्या एकदमै धेरै छ र तपाईहरुले सर प्लिज यो टेक्निक चाहिँ शेयर गरिदिनुस् भन्नु भने म त्यो टेक्निक पनि शेयर गर्छु। त्यस्तै गरी टकिङ एन्ड रोमिङ इन्टरभ्यू भन्दा अगाडि अनावश्यक मैले हिजो अस्तिको अगाडिको भिडियोमा पनि भनेको छु अनावश्यक धेरै यता हिँड्ने उता हिँड्ने एकदम तनावले जस्तो अथवा बढी बोले जस्तो अथवा धेरै रिजर्भ भए जस्तो यो एक्टिभिटी नगर्ने। सकेसम्म काम कम्पोज एकदम मेडिटेटिभ स्टेजमा लामो गहिरो सास फेर्दै ध्यान हातलाई ज्ञान मुद्रामा राखेर अथवा यतिकै कम्फर्टेबल पोजिसनमा यस्तो तरिकाले चाहिँ तपाईहरु वेट गर्न सक्नुहुन्छ बस्न सक्नुहुन्छ। आत्तिए जस्तो फिल भयो भने हल्का लामो सास फेर्ने। आत्तिए जस्तो भयो भने सो आँखा बन्द गरेर काम कम्पोज भएको महसुस गर्ने। आत्तिए जस्तो भयो भने अलिकति राम्रो म्युजिक सुन्ने नेचुरल म्युजिक कपीमा
लेख्नुहुन्छ नि व्हाइट नोइज भनेर लेख्नुहोस्। व्हाइट नोइजले तपाईँलाई इन्टरभ्यूकै दौरानमा पनि तपाईँ यसो साइडमा बसेर व्हाइट नोइज सुन्न सक्नुहुन्छ। मोबाइलमा डाउनलोड छ भने अथवा एप्लिकेसन पनि आउँछ, अथवा घरमै पनि व्हाइट नोइज सुन्दै तपाईँले त्यो सेन्सलाई व्हाइट नोइजलाई आँखा बन्द गरेर मात्र सुने मात्र हुन्छ। यसले तपाईँको दिमागलाई काम कम्पोज बनाउँछ। यो टेक्निक लगाउन सक्नुहुन्छ। त्यो इन्टरभ्यूको दौरानमा त्यही पोसिबल नहोला, तर पनि अलिकति इन्टरभ्यूमा जानुभन्दा अगाडि नै त्यो गर्न सक्नुहुन्छ। त्यस्तै गरी बी कन्फिडेन्ट, लुक कन्फिडेन्ट एन्ड प्रेजेन्ट योर सेल्फ कन्फिडेन्टली। तपाईँ कन्फिडेन्स चाहिँ देखिनु पर्यो। यसको लागि तपाईँले इमेजिनेसन गरेको हुनु पर्यो, थोरै तयारी गरेको हुनु पर्यो र कन्टेन्ट राम्रो हुनु पर्यो। फेरि भन्दैछु, ड्रेस आफ्नो ठाउँमा छ, आई कन्ट्याक्ट आफ्नो ठाउँमा छ, सब्जेक्ट म्याटरको कन्टेन्ट हुनु पर्यो र भित्र छिरेपछि कहिलेकाहीँ आत्तिएर एउटाको उत्तर अर्को दिन्छौँ। गरिबी निवारण गर्ने उत्तर चाहिँ बेरोजगारी निवारण गर्ने दिएर आउँछौँ। अन्तर्राष्ट्रिय सहयोग भनेको के हो भन्ने क्वेसन आयो भने हामी अन्तर्राष्ट्रिय सहयोग होइन, अन्तर्राष्ट्रिय चाहिँ यो मेरो आफ्नै केसमा भएको छ। क्वेसन सोध्नु भएको थियो सरले, अन्तर्राष्ट्रिय सहयोगलाई कसरी परिभाषित गर्नुहुन्छ भनेर। अब अन्तर्राष्ट्रिय सहयोग, अन्तर्राष्ट्रिय सहायता, ऋण, अनुदान यस्ता विभिन्न टेक्नोलोजिजहरूमा कहिलेकाहीँ कन्फ्युजन हुनसक्छ होइन। अन्तर्राष्ट्रिय सहायता भन्छ होइन। त्यस कारणले गर्दाखेरि यो अन्तर्राष्ट्रिय सहयोग, सहायता, संविधान, कानुन, नियम यस्ता कुरामा तपाईँ एक तरिकाको नलेज हुन्छ। अहिले मजाले भन्न सक्नुहुन्छ एक्जाममा चाहिँ अघि गरिबी सोद्धा बेरोजगारीको उत्तर दिए जस्तो होइन, अन्तर्राष्ट्रिय सहायता सोद्धाखेरि अन्तर्राष्ट्रिय ऋणको चाहिँ उदाहरण दिए जस्तो यस्तो तरिकाले कहिलेकाहीँ हामी डाइभर्ट हुन सक्छौँ। त्यस कारणले गर्दा त्यसलाई पनि एउटा दुईवटा कुरा मिस्टेक भएर एउटा दुईवटा कुरामा हामी अलिकति डाइभर्ट भएर पनि त्यति धेरै फरक पर्दैन। त्यो चाहिँ स्वाभाविक रूपमा कसैलाई आउन सक्छ, यसलाई नर्मल रूपमा लिउँ। त्यस्तै गरी अब अन्तर्वार्ताको क्रममा तपाईँको पोजिटिभ बडी ल्याङ्ग्वेज हुनु पर्यो, जुन मैले बारम्बार भनिराखेको छु। पोजिटिभ बडी ल्याङ्ग्वेज भनेको के हो? ढाड सिधा बनाउने, हातलाई क्रस नबनाउने, खुट्टालाई क्रस नबनाउने, टाइममा हातको मुभमेन्ट देखाउने होइन। अब अलिकति हेर्दैखेरि अप्ठ्यारो देखिने खालका दृश्यहरू नबनाउने, कपाल नसुमसुम्याउने, यिनै कुरा हुन्। पछाडि फेरि म भन्छु यो बारेमा। त्यस्तै गरी एक्टिभ लिसनिङ, क्वेसन सुन्दै तपाईँले स्पष्टसँग सुन्नु भएन, स्पष्ट बुझ्नु भएन भने तपाईँले उत्तर गलत दिने सम्भावना हुन्छ। त्यस कारणले सुन्ने बेलामा तपाईँले एकदम सेन्सिटिभ भएर एक्टिभ भएर क्वेसन सुन्ने र बुझिएन भने सरी सर हजुरले फेरि एकपटक भनिदिनुहुन्छ कि म यो क्वेसनमा अलिकति प्रष्ट भएन नि सर भनेर यस्तो तरिकाले क्वेसन दोहोऱ्याएर सोध्नुहोस्, नो प्रब्लम। तर क्वेसन मजाले बुझ्ने, इनपुट बनाउने, सिस्टम दिमागमा राख्ने र ठ्याक्कै आएन भने सर एकैछिन है सर म रिकल गर्दैछु, सर मलाई थोरै टाइम दिनुहोस्, यस्तो तरिकाले पोलाइटली प्रेजेन्ट हुने। यसरी तपाईँले चाहिँ नआत्तिकन अलिकति टाइम लिनुभयो भने दिमागले पनि स्कुल भएर तपाईँको दिमागभित्र रहेको इन्फर्मेसन खोज्छ, पत्ता लगाउँछ र तपाईँलाई डेलिभर गर्न एकदमै धेरै सजिलो हुन्छ। त्यस्तै गरी नेक्स्ट छ आन्सर विथ एक्जाम्पल। तपाईँलाई कहिलेकाहीँ सोध्नुभयो, जस्तै सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न विवादहरू रहेको सुनिन्छ नि, अब यो विवाद समाधान कसरी गर्ने त भनेर सोध्नुभयो क्वेसनले भने प्रश्नको लागि धेरै धेरै धन्यवाद सर। सधैँ प्रत्येक प्रश्नमा धन्यवाद सर भनिरहनु पनि पर्दैन होइन। अनि सङ्घ, प्रदेश, स्थानीय तहको विवाद समाधान गर्नको लागि विभिन्न समिति, विभिन्न मेकानिजम, विभिन्न संवैधानिक र कानुनी व्यवस्था भए तापनि विभिन्न समयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच विवादहरू आइराखेका छन् र भविष्यमा पनि आउन सक्छन्। जस्तै फोहोर मैला व्यवस्थापनको केसमा, जस्तै भनेर तपाईँले विपद व्यवस्थापनको केसमा, जस्तै भनेर विभिन्न सङ्कटका केसहरूमा भन्दै वास्तविक रियल एक्जाम्पल दिन सक्नुभयो भने एकदमै बेस्ट हुनसक्छ। त्यसलाई आन्सर भन्दा पनि तपाईँलाई पनि इन्जोइङ तरिकाले तपाईँ आन्सर भन्नुहुन्छ, कन्फिडेन्टली भन्नुहुन्छ र सुन्ने मान्छेलाई पनि मजा आउँछ। र तिनै टपिकमा लगेर फेरि अर्को क्वेसन तपाईँले उत्तर दिएकै ठाउँबाट फेरि अर्को क्वेसन आयो भने तपाईँले मजाले त्यसलाई ट्याकल गर्न सक्नुहुन्छ। किनभने तपाईँले इन्टरभ्यूलाई आफ्नो तरिकाले आफूसँग डोर्याउने हो। तपाईँले उत्तर दिँदै गर्दा अलि इन्ट्रेस्टिङ तरिकाले दिनु भने त्यही भित्रबाट क्वेसन सोधिदिनुहुन्छ। त्यही भित्रबाट सोद्धा त तपाईँले आफूले जानेको कुराहरू भित्रबाट सोद्धा त झनै धेरै तपाईँको राम्रो हुने भइहाल्यो। त्यस्तै गरी प्रोपर आई कन्ट्याक्ट गर्नु पर्यो इन्टरभ्यूको समयमा। त्यस्तै गरी बी कन्साइज एन्ड प्रिसाइज, लामो उत्तर पनि नदिने, छोटो पनि नदिने, सकेसम्म इन्गेजिङ, इन्टरटेनिङ र अलिकति थोरै रमाइलो तरिकाले, अलिकति थोरै बडी ल्याङ्ग्वेज मिलाएर, अलिकति थोरै इन्ट्रेस्टिङ तरिकाले टक्क चाहिएको कुरा दिने। उहाँहरूले इन्जोय गर्दै गरेको, ठिक छ भन्दै गरेको, इन्ट्रेस्ट हुँदै गरेको थाहा पाउनु भयो भने त्यसको ड्युरेसन थोरै बढाइदिनुहोस्। होइन कहिलेकाहीँ यसो हावभाव हेर्दा अब यो चुप लागिदिए हुन्थ्यो नि भने जस्तो कहिलेकाहीँ देखिन्छ, त्यो फिल भयो भने अब सबैलाई थाहा नहुन सक्छ। फेरि कहिलेकाहीँ त त्यो हुनसक्छ, कसैले मोबाइल चलाइदिन सक्छन्, इन्टरभ्यू लिँदै गरेका मान्छेले कोही यसो साइड टक गरिदिन सक्छन्। त्यस्तो भयो भने ल यिनीहरूलाई पुगेछ, सोल्टीहरूलाई पुगेछ अब भन्ने तरिकाले तपाईँले उत्तरलाई अलिक छोटो बनाउन सक्नुहुन्छ। त्यस्तै गरी अन्तर्वार्ता सकिए पछाडि धन्यवाद तपाईँहरूलाई भन्न सक्नुहुन्छ।
यसको पनि अन्तिममा अन्तर्वार्ता सकिने बेलामा उहाँहरूले तपाईँ केही सोध्न चाहनुहुन्छ अथवा आजको अन्तर्वार्ता कस्तो भयो त भनेर यस्तो क्वेसन सोध्न सक्नुहुन्छ। नट अलवेज, कहिलेकाहीँ सोध्न सक्नुहुन्छ है। त्यस्तो बेलामा के भन्ने पनि प्रिपेयर भएर जानुपर्छ र सबैजनालाई धन्यवाद हजुर, धन्यवाद भनेर नमस्कार गरेर जानुपर्छ। कहिलेकाहीँ तपाईँको अन्तर्वार्ता सक्यो भनेर एकजनाले भन्नु होला अथवा भयो भन्नु होला, सर म जान सक्छु भनेर सोध्नुपर्ने पनि हुनसक्छ। कन्डिसन हेरेर त्यो खालको एउटा सौहार्दता चाहिँ हामीले मेन्टेन गर्नुपर्छ। त्यस्तै गरी स्ट्यान्ड अप प्रोपरली विथआउट हरी। कहिलेकाहीँ उठ्ने बेलामा चाहिँ झरझुर्क उठ्ने हुँदा कुर्सी लड्ने, टेबल लड्ने, छेउमा पानीको ग्लास हुनसक्छ, पानीको ग्लास पोखिने, कहिलेकाहीँ गोजीबाट पेन झर्ने, यस्तो खालको पनि हुनसक्छ। तपाईँ हामीले त्यो इन्टरभ्यूको दौरानमा हाम्रो साइकोलोजी, हाम्रो माइन्डसेट कहाँ कता के चेन्ज भएको हुन्छ होइन। त्यस्तो खालको कुराले लास्टमा जाने बेलामा पनि अलिकति थोरै चाहिँ पोजिटिभ इम्प्रेसन पारेर जाउँ न भनेर टाइम लिनुहोस्। बरु 1 मिनट भएन, ठ्याक्क कुर्सी कहिलेकाहीँ फोल्डेबल हुन्छ, कहिलेकाहीँ कुर्सी त्यस्तै तरिकाले राखिएको हुन्छ होइन। त्यस कारणले तपाईँले त्यो तरिकाले उठ्ने बेलामा आनन्दले पहिल्यै प्रिपेयर गर्नुपर्छ क्या। म आनन्दले सट्ट कल्पना गर्नुपर्छ, दिमागमा भिजुलाइज गर्नुपर्छ चट्ट इन्टरभ्यू राम्रो भएको, अनि राम्रो भएपछि सबैलाई नमस्ते धन्यवाद भनेर हाँसेर मुस्कुराएर होइन त्यहाँबाट चट्ट बाहिर निस्किएर हतार नगरेको, अनि त्यो कल्पना पनि गर्नुपर्छ। त्यसले तपाईँलाई एकदमै धेरै सपोर्ट गर्छ। अनि उठ्ने, ढोका पनि खोलेर बिस्तारै ढोका लक गरेर अनि बाहिर निस्किने। बाहिर निस्किँदाखेरि इन्टरभ्यू राम्रो भयो भने पनि एक्साइटेड नहुने, नराम्रो भयो भने निराश नहुने होइन। बाहिर साथीहरू अरू पनि बसिरहेका हुन्छन्, कहिलेकाहीँ तपाईँ सँगसँगै इन्टरभ्यू दिने मान्छे पनि बाहिर निस्किरहेको हुनसक्छ। त्यस कारणले गर्दाखेरि अलिकति थोरै माइन्ड सेटलाई चाहिँ यहाँ ब्यालेन्स गर्नु आवश्यक छ। त्यस्तै गरी हामीले यहाँनिर भन्यौँ ओपन एन्ड क्लोज डोर्स जेन्टली। कहिलेकाहीँ अलिकति थोरै एग्रेसिभ मुडमा ढोका खोलिदिने, ढोका लगाइदिने हामीले थाहा नपाइकन त्यो हुनसक्छ। त्यस कारणले जेन्टल तरिकाले ढोका खोल्ने र बन्द गर्नुपर्छ। त्यस्तै गरी एक्सपेक्ट अ लास्ट क्वेसन। तपाईँले यो लास्ट क्वेसन चाहिँ कहिलेकाहीँ सोध्न तपाईँ हामी तयार नभइकन गयौँ भने यसले हामीलाई अप्ठ्यारो पार्न सक्छ। आजको इन्टरभ्यू कस्तो भयो भनेर सोध्यो भने ठिकै भन्नुको सट्टा ओभरअल इन्टरभ्यू राम्रो भयो जस्तो लाग्यो सर म्यामहरूले एकदमै सकारात्मक वातावरण बनाउनु भयो। सुरुमा मलाई डर थियो, तर त्यो डर फ्याक्टर तपाईँहरूकै कारणले गर्दा कम भयो र मैले जानेको कुरा राम्रोसँग एक्सप्रेस गर्न सकेँ। मेरो लागि इन्टरभ्यू राम्रो भयो, धेरै धेरै धन्यवाद। यो तरिकाको तयारी हुनु पर्यो। कहिलेकाहीँ कस्तो हुन्छ अनि मान्छेहरूमा के छ त खबर ठिकै भन्ने हुन्छ, कसैको चाहिँ एकदम राम्रो छ, तपाईँको के छ भन्नुहोस्, यस्तो खालको त्यसले पनि थोरै फरक पार्छ। यो एउटा क्वेसन चाहिँ लास्टमा तपाईँ एक्सपेक्टेसन राख्नुहोस्। धेरै ठाउँहरूमा सोध्ने गरिन्छ, काहीँ सोधिँदैन पनि। अब त्यही मान्छेले अगाडिको मान्छेलाई फरक र तपाईँलाई फरक व्यवहार गर्न सक्छ। मलाई नै इन्टरभ्यू लिन बोलायो भने फरक पर्न सक्छ। बानी बेहोरा, स्वभाव, क्वेसन सोध्ने, हाउभाउ, बडी ल्याङ्ग्वेज। सुरुमा फर्स्टमा इन्टरभ्यू पऱ्यो भने त्यही मान्छेले अलिक कडासँग सोध्ने, अलिक धेरै समय लगाइदिने, पछि उसको पनि त्यो एनर्जी मरेर जान्छ। थोरै ह्युमन नेचर न हो, ऊ पनि गल्छ, थाक्छ, अनि क्वेसनको स्ट्रेन्थ पनि कम हुने। ल ठिकै छ नि त भन्ने तरिकाको त्यो प्याटर्नमा पनि जान सक्नुहुन्छ। तपाईँको बेला कसरी पर्छ, समय कसरी पर्छ, कुन टाइममा कसरी भइरहेको छ। इन्टरभ्यू लिने मान्छे कोही चाहिँ झन् एक्टिभ हुनसक्छ सेकेन्ड आवरमा होइन। त्यस कारणले गर्दाखेरि प्रतिस्पर्धा कस्तो छ, कुन लेभलको साथीहरू गइरहनु भएको छ, तपाईँभन्दा अगाडिको साथीले पनि कस्तो उत्तर दियो, त्यसले पनि इन्टरभ्यू लिने क्वेसन सोध्ने मान्छेको मुड बदलिदिएको हुनसक्छ। एकदम फरवार्ड एक्टिभ मान्छे गयो, सबै क्वेसन ड्याङडुङ मिलाइदियो भने तपाईँलाई पनि अहिले हाई लेभलको क्वेसन आउन सक्छ। म सक्छको कुरा गर्दैछु, नट अलवेज होइन। त्यस कारणले हामीले यसरी बुझ्नुपर्छ। तपाईँको लेभल अनुसार क्वेसन आउँछ। शाखा अधिकृतमा, उपसचिवमा अप्ठ्यारो क्वेसनहरू आउला, तुलनात्मक रूपमा क्रिटिकल कुराहरू आउला भने नासु खर्दारमा सामान्य क्वेसनहरू आउला, चौथो पाँचौँ तहमा सामान्य क्वेसनहरू आउला। त्यस्तै गरी पोजिटिभ बडी ल्याङ्ग्वेज भनेको चाहिँ यो तरिकाले बस्ने, यस्तो होइन क्रस ह्यान्ड गर्नु भएन, यस्तो तरिकाले टेबलमा पनि हात राख्नु भएन। यसरी टेबलमा हात राख्दा मैले एउटा ठुलो सङ्गठनमा गाली नै खाएको छु है। एक्टिभनेस, फरवार्डनेस चाहियो, त्यो देखिनको लागि जेन्टल ढाड सिधा हातलाई यसरी राख्न सक्नुहुन्छ, यसरी राख्न सक्नुहुन्छ। यो तरिकाले बस्नु पर्यो, यो बस्नु भएन है। त्यस्तै गरी यो तरिकाको टाउको झुकाइ पनि दिस इज नट गुड र यो तरिकाको बसाइ पनि हुनु भएन। यो तरिकाले हामीले हाम्रो पोजिटिभ बडी ल्याङ्ग्वेज बनाउनु पर्यो। त्यस्तै गरी क्वेसन यस्तो आउन सक्छ, आफ्नो परिचय दिनुहोस्, आफ्नो बारेमा बताउनुहोस्, इन्ट्रोड्युस योरसेल्फ। यस्तो भन्यो भने हामीले 4वटा पार्टमा यसलाई डिभाइड गरेर उत्तर दिने हो। पहिलो पार्ट पुरा नाम र ठेगाना। नमस्कार, मेरो नाम तुलसी आचार्य हो, मेरो घर 12दशी गाउँपालिका वडा नम्बर 5 हो, हाल म काठमाडौँमा बसोबास गर्दछु। अझ काठमाडौँको मैतीदेवीमा, काठमाडौँको कोटेश्वरमा, काठमाडौँको बौद्धमा बसोबास गर्छु। फाइन।
अध्ययन मैले अध्ययनको सिलसिलामा एमएससी फिजिक्स अध्ययन गरेँ, त्यस पछाडि मास्टर इन सोशल वर्क अध्ययन गरेँ र अहिले म एमपीए अध्ययन गर्दैछु। अब तपाईँलाई यो तीनवटै मास्टर्स मेरो आफ्नो वास्तविक इन्फर्मेसन भने मैले, तपाईँलाई तीनवटा भन्न मन लागेन, कुनै एउटामा कन्फिडेन्ट छैन भने नभने पनि भयो, किनभने पछि फेरि क्वेसन सोध्ने मान्छेले फिजिक्स पढ्नु भएको रहेछ, मैले पनि फिजिक्स नै पढेको। मलाई एकपटक तपाईँले यो ग्राभिटेसनल वेव्सको बारेमा भनिदिनुहोस् त, तपाईँले एकपटक मलाई चाहिँ यो माइक्रोस्कोपिक पार्टिकल क्वान्टम थ्योरीको बारेमा भनिदिनुहोस् त भनेर तपाईँभन्दा एक्सपर्ट खतरनाक मान्छे आयो भने त्यहाँ बिजोग हुनसक्छ। त्यस कारणले गर्दा तपाईँले त्यहाँनिर ध्यान दिनुपर्छ। होइन तपाईँ कन्फिडेन्ट हुनुहुन्छ थाहा छ भने भनिदिनुहोस्, जानेका सबै कुरा खोलिदिनुहोस्, आज मौका छ। होइन भने तपाईँ के को इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ त्यसलाई मिल्ने रेलेभेन्ट एउटा मास्टर्स भने पुग्छ। तपाईँलाई तुलनात्मक रूपमा एमपीए गर्नुभएको छ भने त्यसले सरकारी सेवालाई सपोर्ट गर्छ नि त। अनि तपाईँ फिजिक्स पढेको मान्छे शाखा अधिकृत बन्न आउने तपाईँ मिलो अध्ययन गर्न जानुहोस्, अनुसन्धान गर्नुहोस्, अमेरिका जानुहोस् पनि भनिदिन सक्छन् है साथीहरू। त्यही भएर रेलिभेन्ट छ कुनै भन्ने छैन, एउटै मास्टर गर्नुभएको छ भने वाटेभर भनिदिने, पास गरेर आइसकिहाल्यौँ हामी होइन। त्यस्तै गरी अब हाल कार्यरत, हाल म नेपाल सरकारको अब कुन पदमा हुनुहुन्छ त, नायब सुब्बा पदमा कुन कार्यालयमा हुनुहुन्छ, यो कार्यालयमा कार्यरत छु, अथवा हाल म एउटा प्राइभेट संस्थामा कार्यरत छु, हाल म शैक्षिक पेसामा शिक्षण पेसामा कार्यरत छु, यस्तो तरिकाले भन्न सक्नुहुन्छ। त्यस्तै गरी अब हाल कार्यरत चाहिँ तपाईँ बुटवल महानगरपालिका वडा नम्बर 3 मा अथवा यहाँ हुनुहुन्छ भने त्यो पुरा ठेगाना सहितको तपाईँको कार्यरत कहाँ रहेको भनिदिनु भयो भने पछि क्वेसन त्यो ठाउँबाट पनि सोध्न सक्छ है, सक्नुहुन्छ। त्यो भन्दा तपाईँलाई झन् फाइदा हुन्छ। तपाईँ बुटवलमा हुनुहुँदो रहेछ अनि त्यहाँनिर के छ त, भ्रष्टाचार चाहिँ निवारण कसरी गरेको छ त स्थानीय तहले, त्यहाँको शैक्षिक उन्नति के छ त, अनि बुटवल छेउछाउतिर रहेको पर्यटकीय स्थल के हुन् त, यसरी क्वेसनलाई तपाईँको आफ्नो कम्फर्ट जोनमा आउन सक्छ, यसरी फुल ठेगाना भनिदिने। र अन्तिम विशेष गरी मैले चाहिँ यही प्रसङ्गबाट मैले रुचि भन्ने क्रममा मेरो चाहिँ सर अध्ययन अनुसन्धान गरिरहने रुचि छ। विशेष गरी म विभिन्न प्रकारका पुस्तकहरू पढ्न रुचाउँछु भनेको थिएँ। त्यसरी मलाई क्वेसन सोध्ने सरले तपाईँले पछिल्लो समय कुन पुस्तक पढ्नुभयो भन्नुभयो। मैले मोङ्क हु सोल्ड हिज फरारी, त्यस पछाडि अहिले चाहिँ थिङ्क लाइक अ मोङ्क, जय सेठीको थिङ्क लाइक अ मोङ्क भन्ने किताब भर्खरै पढिसकेँ भने मैले, त्यतिखेर नयाँ किताब आएको थियो, मैले खुब इन्जोय गरेर पढेको थिएँ। अब अहिले तपाईँहरूले पढ्नुहुन्छ भने एटोमिक ह्याबिट, त्यस्तै गरी पछिल्लो समयमा मदन पुरस्कार विजेता पुस्तक उर्माल भयो, यस्ता विभिन्न पुस्तकहरूको बारेमा भन्न सक्नुहुन्छ। तर त्यसको कन्टेन्ट चाहिँ लिएर जानुपर्छ। अनि उहाँले तपाईँ त्यसो भए आध्यात्ममा अथवा मेडिटेसनमा विश्वास राख्नु हुँदो रहेछ भन्नुभयो। हो सर, मेडिटेसनमा मलाई विशेष लगाव छ। न्यू पब्लिक प्यासन गभर्मेन्ट अथवा गभर्मेन्टको अहिलेको जुन म्यानेजमेन्टको पछिल्लो एरा छ, यसले पनि अलिकति प्यासनेट भएर काम गर्न मेडिटेसनलाई, दिमागको स्ट्याटसलाई बल गरेको छ। यस्तो तरिकाले मैले कुरा गर्दै गएँ। त्यस पछाडि उहाँले तपाईँले आत्मा र शरीरलाई कसरी बुझ्नु भएको छ, त्यस्तै गरी मेडिटेसनले सरकारी सेवामा कसरी हेल्प गर्छ। सरकारले त्यतिखेर भर्खरै निर्णय गरेको थियो 9:45 देखि 10 बजेसम्म सरकारी कार्यालयभित्र गएर मेडिटेसन गरेर मात्र सेवाको सुरुवात गर्ने भनेर। त्यस पछाडि मैले विभिन्न तरिकाले उत्तरहरू दिँदै गर्दा कार्यालय सहयोगीदेखि लिएर ड्राइभरदेखि लिएर कार्यालय प्रमुखदेखि लिएर मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म चाहिँ मेडिटेसन गर्नु आवश्यक छ। यसले हाम्रो डिसिजन मेकिङमा, हाम्रो थिङ्किङ प्रोसेसमा, हाम्रो इथिकल हुने कुराहरूमा हेल्प गर्छ भनेपछि यही मेडिटेटिभ कुराहरूमै झन्डै मेरो 15-20 मिनट कुरा गयो। उहाँ आफै पनि यसमा इन्ट्रेस्ट राख्नु हुँदो रहेछ। लास्टमा मान्छे मरेपछि आत्मा के हुन्छ भन्नुभयो। अब वैज्ञानिकहरूले गरेको अध्ययन अनुसन्धान अनुसार कतिको साँचो मलाई थाहा भएन, अमेरिकामा चाहिँ एकपटक एउटा मर्न आँटेको मान्छेलाई सिसाको केजमा राखिएछ र मान्छे मर्ने बित्तिकै त्यो केज सिसा फुटेछ। त्यो सिसा फुट्दाखेरि त्यहाँबाट आत्मा बाहिर गएको भन्ने खालको एउटा विश्लेषण गरिएको छ। यसरी मान्छे मरेपछि उसको शरीरबाट आत्मा बाहिर निस्किन्छ होला सर। धेरै कुराहरूमा, धेरै तथ्यहरूमा यो कुराहरू उल्लेख भएको पाइन्छ। अब रियल अनुभव समेत चाहिँ अथवा रियल मैले चाहिँ यसलाई पुष्टि गर्ने खालको ठोस प्रमाण त पाएको छैन। यिनै आधारमा मान्छे मरिसकेपछि उसको आत्मा चाहिँ बाहिर निस्किन्छ होला भन्ने कुरा गरेको थिएँ। त्यतिखेरै उहाँले चाहिँ विभिन्न काण्डहरू चलिरहेको थियो है, तपाईँलाई थाहा छँदैछ मार्केटमा, कहिले यति काण्ड, कहिले ओम्नी काण्ड, कहिले यो चाहिँ बालवाटर काण्ड, कहिले यो चाहिँ म झापाको भएको कारणले गर्दा झापामा एउटा ठुलो काण्ड चलिरहेको छ नि, त्यसको बारेमा बताउनुहोस् भन्नुभएको थियो। अब मैले जानेको कुरा मैले त्यतिखेर भने, त्यतिखेर झापाको काण्ड तपाईँलाई थाहा छँदैछ होइन, त्यो काण्डको बारेमा यसरी कहिलेकाहीँ तपाईँले एन्सर दिँदै गर्दा उहाँहरूले एजम्सन गर्नुहुन्छ तपाईँको लेभल यो रहेछ, यसले त इन्टरभ्यू हेर्दो रहेछ, यसले चाहिँ किताब पढ्दो रहेछ भनेपछि यसलाई यो कुरा थाहा होला भनेर तपाईँको पोइन्ट अफ भ्यूले, किनभने त्यो रेकर्डेड हुँदैन, उहाँहरूले आफ्नो भ्यू लिनको लागि पनि कहिलेकाहीँ
तपाईबाट जानकारी लिनको लागि पनि उहाँहरूमा पनि त सबै कुराको जानकारी त हुँदैन। त्यो जानकारी लिनको लागि पनि कहिलेकाहीँ तपाईँहरूबाट त्यस्ता चाहिँ एन्सरहरू एक्सपेक्टेसन राखेर क्वेसन सोध्न सक्नुहुन्छ। त्यस कारणले यो रुचि भन्ने शब्द छ नि जुन तल, यो भनेर तपाईँले इन्टरभ्यूलाई आफ्नो बहसमा पार्न सक्नुहुन्छ। मेरो रुचि नयाँ नयाँ ठाउँहरू घुम्ने हो, मेरो रुचि इन्टरभ्यूहरू हेर्ने हो भन्नु भने तपाईँले अन्तिम पटक कुन इन्टरभ्यू हेर्नुभएको थियो, तपाईँले अन्तिम पटक चाहिँ कुन ठाउँ घुम्न जानुभएको थियो। म अन्तिम पटक पोखरा घुम्न गएको थिएँ। मलाई जति पटक गए पनि कहिले नअगाउने सहर पोखरा लाग्छ। पोखरा यसै पनि पर्यटकको राजधानी हो। पोखराको बेगनासताल, फेवाताल, लेक साइडमा बस्दा मलाई साह्रै आनन्द महसुस हुन्छ। त्यस्तै गरी पोखरामा जानै पर्ने कारण मेरो परिवारका सदस्य यहाँ पनि हुनुहुन्छ। यस्तो यस्तो तरिकाले थोरै अझ मिति याद छ भने चाहिँ मितिसहित यो दिनमा पोखरालाई पर्यटकको राजधानी घोषणा गरियो हैन, लगायतका कुराहरू सहित एउटा चाहिँ नेचुरल ब्युटीमा सबैलाई आनन्द आउँछ। त्यसमा म पनि भनेर थोरै प्रसङ्ग थपेर धेरै एक्जाजरेट पनि नगरिकन त्यसरी हामी जान सक्छौँ। त्यस्तै गरी यो मैले भनिहालेँ, पछिल्लो तपाईँको रुचि पुस्तक पढ्ने बताउनु भयो। पछिल्लो समयमा कुन पुस्तक पढ्नु भयो त, यसरी क्वेसन सोध्न सक्नुहुन्छ। तपाईँको रुचि पुस्तक पढ्ने, चलचित्र हेर्ने, घुमफिर गर्ने बताउनु भयो। पछिल्लो समय कुन ठाउँ घुम्न जानुभयो त, त्यसले तपाईँलाई के फाइदा भयो। साँच्ची तपाईँ घुम्न त जानुभयो, तर त्यो ठाउँमा यस्तो यस्तो समस्या छ भन्छन् नि, त्यो समस्यालाई कसरी समाधान गर्ने होला त। चलचित्र हेर्छु भन्नुभयो, पछिल्लो समय कुन चलचित्र हेर्नुभयो, पछिल्लो समयमा बनेका चलचित्रहरूको बारेमा तपाईँको टिका टिप्पणी कस्तो छ त, तपाईँले हेर्नुभएको चलचित्रको बारेमा अलिकति बताइदिनुहोस् त। हो, यस्ता खालका क्वेसन पनि आउन सक्छ, नट अलवेज आउन सक्छ। यस्ता क्वेसन भन्दै गर्दा, यस्ता आन्सर दिँदै गर्दा तपाईँलाई कम्फर्टेबल पनि फिल हुन्छ र तपाईँ के उत्तर दिँदै हुनुहुन्छ यस्तो कुराको भनेर पहिल्यै प्रिपेयर हुनुहोस्। तपाईँले होइन मलाई अरू भन्न गाह्रो हुन्छ, म चलचित्र नै भन्छु अथवा पुस्तकै भन्छु भन्नुभयो, तर पुस्तक पढ्नु भएको छैन, अन्दाजी भनिदिनु भयो भने त्यहाँ तपाईँलाई समस्या हुनसक्छ। त्यस्तो केसमा चाहिँ पुस्तक पढेर त्यसको रिभ्यू पढेर म यो भन्छु भनेर तयार गरेर अझ सक्नुहुन्छ। डर लागेको छ, पहिलोपटक हो भने कपीमा लेखेर पनि जानुहोस्, म यही भन्छु, कुन पुस्तक पढ्नु भने म यही भन्छु र यो पुस्तकभित्र यो छ मलाई थाहा छ भन्ने पनि हुनु पर्यो। त्यस्तै गरी तपाईँको शैक्षिक योग्यता र सेवा बीचको सम्बन्ध त देखिएन नि। तपाईँ यो पढेको भन्नुहुन्छ, तपाईँ यो सेवामा आउनुभएको छ, अथवा तपाईँको पढाइ र सेवा बीच तालमेल छ त भनेर सोध्यो भने कहिलेकाहीँ तालमेल हुनसक्छ। सर मैले म्यानेजमेन्ट पढेको छु, सर मैले पब्लिक एडमिनिस्ट्रेसन पढेको छु, त्यसले हेल्प गर्छ। कहिलेकाहीँ भएन भने सर मैले एमएससी फिजिक्स पढे तापनि सरकारी सेवामा मेरो पहिल्यैदेखि लगाव थियो, मैले अरू काम गर्दै गएँ, त्यसबाट सरकारी सेवाको जुन स्थायित्व, सरकारी सेवाको चाहिँ सेवा गर्ने अवसरप्रति म आकर्षित भएर म यतातिर आएको सर। अब मैले प्राप्त गरेको ज्ञान सिप र पछि तालिमका क्रममा र अन्य क्रममा प्राप्त गर्ने ज्ञान सिपले गर्दा मलाई मेरो सेवा र मेरो योग्यता बीचको जुन ग्याप छ यसलाई पनि फुलफिल गर्दै म अगाडि बढ्छु र यस्तो उदाहरण मैले पाएको पनि छु भन्ने तरिकाले, जुन तरिकाले एउटा चाहिँ कम्फर्ट हुन्छ तपाईँलाई त्यसरी उत्तर दिनु होला। यसमा अनकन गर्दै साथीहरूले भनिहाले यता लाग्यो भन्ने खालको तरिकामा चाहिँ जानु भएन। त्यस्तै गरी यो प्रश्न पनि एकदमै धेरै सोधेको पाइन्छ है। तपाईँले आफ्नो जिल्लाको बारेमा बताउनु भयो, तपाईँ झापा जिल्लाको हुनुहुँदो रहेछ, तपाईँ कञ्चनपुरको हुनुहुँदो रहेछ। आफ्नो जिल्लाको 4वटा विशेषता, 4वटा पर्यटकीय क्षेत्र अथवा जिल्लामा कतिवटा स्थानीय तहहरू रहेका छन्, अनि तपाईँलाई तपाईँको आफ्नो स्थानीय तहको मेयरको नाम याद छ, अनि स्थानीय तह त भन्नुभयो, त्यो स्थानीय तहले तपाईँलाई के हेल्प गरेको छ, तपाईँको परिवारलाई डाइरेक्टली इन्डाइरेक्टली के पाउनु भएको छ, स्थानीय तहले के कस्ता सुविधा दिँदा रहेछन् है साँच्ची। यस्ता तरिकाको क्वेसनहरू थाहा नपाए जस्तो गरेर सोध्न सक्नुहुन्छ। यसको बारेमा थोरै प्रिपेयर हुनुहोस्। यहाँ पर्यटकीय स्थलीय छ, यो धार्मिक स्थलीय छ हैन, यसको राजधानी यो हो, यहाँ इन्टरनेसनल एयरपोर्ट अथवा यस्तो एयरपोर्ट रहेको छ, यस्तो तरिकाले भन्न सक्नुहुन्छ तपाईँहरूले। यो तरिकाले चाहिँ प्रिपेयर हुनुहोस्, जस्तो तरिकाले प्रिपेयर हुनुहुन्छ त्यही आन्सर भन्ने हो। त्यस्तै गरी आफ्नो स्ट्रेन्थ र विकनेस बताउनुहोस् भन्ने यो क्वेसन चाहिँ कहिलेकाहीँ तपाईँहरूलाई ट्याक्कै सोध्न सक्छ। तपाईँको अब स्ट्रेन्थ के भन्ने, तपाईँ हामीलाई यस्तो लाग्छ कि म त केही छैन होला स्ट्रेन्थ जस्तो लाग्छ, अरूले फेरि तपाईँलाई ठुलो देखेको हुन्छ हैन। अब गल्ती पनि त्यस्तै हो, गल्ती त के, म के गल्ती गर्छु र सबैलाई माया गर्छु, राम्रै छु जस्तो लागेको हुन्छ, तर ठ्याक्कै भन्ने के त भन्ने कुरामा मैले केही नमुना ल्याएको छु। तपाईँले आफ्नै तरिकाले भने पनि हुन्छ। जस्तै म आइएनजिओमा काम गर्दै थिएँ सरकारी सेवामा जानुभन्दा अगाडि, सर मैले आइएनजिओमा काम गरेर नेतृत्व विकासको राम्रो चाहिँ ट्रेनिङ लिएको छु, विभिन्न तरिकाले आफूले जानेको कुरा निखार्ने अवसर पाएको छु, म प्रपोजल राइटिङमा पर्फेक्ट छु, मैले माइनट किपिङ राम्रोसँग गरेको छु, यो सबै मेरो स्ट्रेन्थ हो जस्तो लाग्छ। यसलाई म मेरो सरकारी सेवामा प्रयोग गर्छु, मेरो कम्युनिकेसन स्किल राम्रो छ। यस्ता तरिकाले एक्सप्रेस गर्न सकिन्छ यदि तपाईँ अनुभवी हुनुहुन्छ भने। छैन भने दबावमा काम गर्ने मैले सिकेको छु प्राइभेट जागिर गर्ने क्रममा, अथवा म दबावमा पनि काम गर्न सक्छु, ममा त्यो स्ट्रेन्थ छ। त्यस्तै म अध्ययनशील छु, म अध्ययनमा रुचि राख्छु।
त्यस्तै मसँग नेतृत्व गर्न सक्ने क्षमता छ, मेरो कम्युनिकेसन स्किल राम्रो छ, विभिन्न तरिकाले तालिमहरू लिएको छु, मसँग सरकारी र अन्य क्षेत्रको अनुभव छ, म अनुसन्धान र सिकाइमा रुचि राख्छु, सामूहिक कार्यमा रुचि राख्छु, यसलाई नै म स्ट्रेन्थ मान्छु भन्न सक्नुहुन्छ। नयाँ फ्रेस हुनुहुन्छ भने भर्खरै मैले अध्ययन गरिसकेको छु, तथापि मसँग राम्रो कम्युनिकेसन स्किल छ। विभिन्न प्रेजेन्टेसनहरूको क्रममा मैले धेरै पटक एकदमै राम्रो गरेको चाहिँ उदाहरणहरू छन्, अथवा मैले पुरस्कृत पनि भएको छु, अथवा म चाहिँ खासै ठ्याक्कै मसँग अन्य क्षेत्रको अनुभव नरहे तापनि मसँग चाहिँ पढाइका अलावा मैले यो पुस्तकहरू पढेको छु जुन मेरो स्ट्रेन्थको रूपमा लिन्छु, किनभने भोलि अन्य कुराहरू पनि अध्ययन गरेर मेरो फिल्डलाई स्ट्रङ बनाउन सक्छु भनेर थोरै डिस्क्राइब गरेर भन्न सक्नुहुन्छ। अनि यहाँ कुनै कुरा भनिरहँदा फेरि प्रति प्रश्न आउन सक्छ, तपाईँले नेतृत्व क्षमता छ भन्नुभयो, अहिलेसम्म के नेतृत्व गर्नुभयो त भनिरहँदा तपाईँले फेरि प्रिपेयर हुनु पर्यो। सर म क्लासमा कलेजमा हुँदा ओभरअल 3टा इभेन्ट मैले नै म्यानेज गरेको थिएँ, जसमा चाहिँ प्रमुख यो आउनुभएको थियो। त्यसमा सानो सानोदेखि ठुलो सबै कुराहरू हेर्दाखेरि मसँग त्यो क्षमता, नेतृत्व क्षमता समेत विकास भयो र भोलिका दिनमा फेरि यसलाई डेभलप गर्दै जान्छु। यस्तो तरिकाले कुनै न कुनै तरिकाले दिमागमा चाहिँ राख्नु पर्यो। रियल छ ओके फाइन, होइन भने चाहिँ यो तरिकाले सोच्नु पर्यो, म माइनोट किपिङमा स्ट्रङ छु, म यसमा स्ट्रङ छु, केही अनुभव छैन भने म यो भन्छु र प्रति प्रश्न सोद्धा म यसको उत्तर यो दिन्छु, त्यो समेतको तयारी हुनु पर्यो। विकनेसमा अलिक जोगाएर भन्नुपर्छ, म धेरै बोल्छु, त्यस्तै गरी म समूहमा काम गर्न सक्दिनँ, म ढिलोसम्म सुत्छु, यो त वास्तविक विकनेस होला, तपाईँ हाम्रो होला, नहुन पनि सक्छ। तर पनि विकनेसलाई यस्तो तरिकाले भनिदिनु पर्यो कि विकनेसले घुमिफिरी फेरि सेवालाई नै सहयोग गरोस्। जस्तै कामको ससानो विवरणहरू हेर्नु मलाई धेरै समय लाग्छ भने यसले चाहिँ फाइल राम्रोसँग चेक गर्ने रहेछ, गल्ती हुन दिँदैन कि भनेर सोचिदिने भए। अब हेर्ने हो भने कहिले काहीँले असर पनि गर्छ। 3 घन्टा 4 घन्टा लाउने कामलाई 4 दिन लगाइदिनु भयो होला, 15 मिनट हुने कामलाई फेरि सानो सानो डिटेल हेरेर फेरि चाहिँ हामीले धेरै टाइम बिताइदिएलाौँ। त्यस कारणले अलिकति न्युट्रलाइज भएर पछि फेरि यहीँ पनि प्रति प्रश्न आउन सक्छ। अनि यो तपाईँको विकनेस कसरी भयो त? यो त झन् राम्रो सरकारी सेवामा भन्यो भने होइन सर, यसले गर्दा कहिलेकाहीँ डिसिजन मेकिङ प्रक्रिया ढिलो होला कि, तर म यसलाई सुधार्छु, किनभने टिममा काम गर्ने हो, बाँडेर काम गर्ने हो। यस्तो तरिकाको फेरि अर्को प्रति प्रश्न आउन सक्छ, यहाँ तयार रहनु पर्यो। त्यस्तै गरी धेरै इन्टरभ्यूहरू हेरेर गाली खाएको छु, धेरै बुकहरू पढेर मम्मीबाट अथवा गाली खाएको छु। यो चाहिँ मेरो विकनेस हो। म अलिकति चाहिने भन्दा बढी लगाव दिन्छु कि, अब यो मैले तल लेखेको छ, साथीहरूसँग पनि चाहिने भन्दा बढी घुलमिल भयो जस्तो लाग्छ। यसले चाहिँ अलिकति पोजिटिभ इन्भाइरोमेन्ट बनाउन सक्छ। फेरि घुलमिल पनि जाँड रक्सी, चुरोट बिडी, खैनी, सुर्ती, पराग, पान, गुटखा, शुद्ध प्लस सुपारी, हिरोइन, कोकिन, गाँजा, चरेस, भाङ, टुबर, अर्ना खानको लागि घुलमिल भएको हो कि? घुलमिल त गर्नुहुन्छ तपाईँ, के को लागि हो, के को लागि भनेर भन्न सक्छ। त्यसको लागि पनि अलिकति थोरै क्रिएटिभ कसरी बन्ने, होइन, अलिकति व्यक्तित्व कसरी विकास गर्ने भन्ने कुरामा चाहिँ हामी चर्चा गरिरहेका हुन्छौँ, अथवा सफ्टवेयर डेभलपमेन्टको बारेमा, अथवा सरकारी सेवा प्रवेश गर्नको लागि मैले धेरै साथीहरूसँग छलफल अन्तर्क्रिया, यो प्रति प्रश्नको लागि पनि रेडी हुनुपर्छ है। त्यस्तै गरी आफू विश्वस्त नभएसम्म म निर्णय लिँदिनँ। मलाई मल्टिटास्किङ, एकैचोटि धेरै कामहरू गर्न रुचि लाग्दैन, अथवा मल्टिटास्किङ गर्दा म एउटादेखि 2टा काम गर्नसम्म ठिक छ, तर 4-5वटा काम एकैचोटि म गर्न सक्दिनँ। यस्तो भनिदियो भने चाहिँ ठिकै छ, 2टा काम मन लाएर गरे त भइहाल्यो त, किन हामीले अनावश्यक गर्नु पर्यो त, होइन? एकैचोटि 4वटा गर्लफ्रेन्ड किन बनाउनु पर्यो त, 2टासम्म म्यानेज गरेर त भइहाल्यो होला। यस्तो तरिकाले हामी चाहिँ एकदम यो त्यो डाइरेक्टली भन्नु खोजे होइन है मैले फेरि, होइन, कहिलेकाहीँ त्यो तरिकाले पनि हामीले सोच्नुपर्ने हुनसक्छ। यसका अलावा तपाईँहरू केही भन्नुहोस्, तर एकदमै धेरै म रिसाउँछु, होइन, एकदम धेरै मलाई त सरकारी कामै गरेर मलाई 10 to 5 जब इज द मस्ट वर्स्ट इन द वर्ल्ड, यस्तो तरिकाको उत्तर चाहिँ दिनु भएन। त्यस्तै गरी तपाईँले यो क्वेसन चाहिँ कहिलेकाहीँ केमा फर्म भर्नुभयो भन्दा नडाट्नुहोस् है, तपाईँको फर्म त्यहाँ आइसकेको हुन्छ, कहिलेकाहीँ क्रस चेक हुनसक्छ। राजस्वमा भरे सर, राजस्वमा त फेरि किन भर्नुभयो, प्रशासनमै किन भर्नुभयो भनेको हुन्छ, यसको एकदम लजिकल एन्सर बनाउनु होला, होइन। अब राजस्व भनेकै देशको चाहिँ आर्थिक अथवा यो वित्त प्रणाली अथवा PFM भन्छ, पब्लिक फाइनेन्स म्यानेजमेन्टको महत्त्वपूर्ण पार्ट हो। यसलाई व्यवस्थित बनाउन सके मात्र देश विकास हुन सक्छ। अथवा यस्तै यसमा तपाईँले जे एन्सर दिए पनि उनीहरूले एक खालको एजम्सन बनाइहाल्छन्, पर्फेक्टली यही हुनुपर्छ, यसमा चाहिँ म एकदम खतरा इम्प्रेस पार्छु भन्ने यस्तो क्वेसनमा हुँदैन। थोरै कहिलेकाहीँ सोध्न सक्नुहुन्छ, कहिले सोध्नुहुन्न। प्रशासनप्रति मेरो रुचि भएको कारणले मलाई प्रशासन लिडरसिप मनपर्छ, अथवा कुनै समयमा एकजना सिडिओ साहबको गुणगान अथवा उहाँको बारेमा पढेको थिएँ, त्यसपछि मलाई योप्रति लगाव भयो। अथवा म स्कुलमा पढ्ने बेलामा सरले यस्तो भन्नुभएको थियो, त्यस कारणले मेरो एउटा दिमागमा छाप थियो। अथवा यस्तो तरिकाले कुनै तरिकाले एउटा एक खालको एन्सर भनिदिए हुन्छ, यसमा आफै सोचेर एक खालको एन्सर भनिदिनुहोस्। अब यस्तो खालका क्वेसन पनि आउँछ, के तपाईँलाई सरकारी सेक्टरमा जीविकोपार्जन हुन्छ त? यस्तो क्वेसन आउन सक्छ। अब सरकारी सेवा पनि व्यवस्थित, वैज्ञानिक,
हैन, अथवा स्थायी खालको छ, यो बिस्तारै परिमार्जित रूपान्तरित हुँदै सेवा सुविधा अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्ने विषयहरू उठिरहेको छ। भोलिको दिनमा स्तर वृद्धि, तह वृद्धि, यसबाट आएका अन्य अवसरहरूले मलाई थप हौसला प्रदान गर्नेछ। त्यसकारणले गर्दा चाहिँ यो जुन सरकारी सेवाको सन्तुष्टि, सरकारी सेवाबाट जुन प्राप्त हुने एउटा के भन्ने यसलाई यो स्थायित्व अथवा पोजिटिभिटी, आत्मविश्वास, सेवाको भावले चाहिँ मलाई यो प्रति आकर्षित गरेको। यसमा यो सेवा सुविधाप्रति अरू साथीहरू सरसरह म पनि जीविकोपार्जन गर्नको लागि योग्य छु, सक्षम छु, गर्न सक्छु, अथवा कसैको साइडमा त्यस्तो बिजनेस छ, केही छ, यताउति छ भने परिवारका सबै सदस्यहरू इन्गेज हुनुहुन्छ भने यसरी हामी चाहिँ परिवारका सदस्यहरू पनि सेवामा हुनुहुन्छ। त्यसकारणले ओभरअल जीविकोपार्जनमा मलाई असर गर्दैन। यस्ता तरिकाले हामीले भन्न सक्छौँ। सँगसँगै जीविकोपार्जन चाहिँ हुने गरी नै लगभग दिएकै छ। सामान्य तरिकाले दाल भात खान्छु भन्दाखेरि हामीसँग त्यो व्यवस्था छ। त्यसमाथि पनि ब्याकअपको रूपमा हाम्रो चाहिँ सञ्चय कोष, नागरिक लगानी कोष, बिमा लगायतका अन्य सेवा सुविधाहरू पनि छन्। यो सबै कुरालाई जोडेर ओभरअलमा चाहिँ म आफ्नो तरिकाले एउटा कन्भिन्सिङ एन्सर दिन सकिन्छ। त्यस्तै यसमा चारैतिरबाट दबाब आउँछ, प्रभाव आउँछ। यसलाई कसरी समाधान गर्नुहुन्छ? वर्क प्रेसर हुन्छ। भोलि कसैले के भन्छन्, कोही राजनीतिक दलका हुन्छन्, कोही ठुला हुन्छन्, कोही तलका, कोही माथिका भन्ने कुरामा पनि कानुनअनुसार काम गरेर, नेतृत्व क्षमता देखाएर, सबैसँग चाहिँ टिमवर्कमा काम गरेर र आवश्यक पर्दा धेरै दबाब प्रभाव पर्दाखेरि चाहिँ कानुन बमोजिम चाहिँ विभिन्न निकायहरूमा गएर परामर्श छलफल गरेर यस्ता दबाब प्रेसरलाई म ह्यान्डल गर्न सक्छु भनेर उत्तर दिनु पर्यो, सकारात्मक बनाउनु पर्यो। त्यस्तै कहिलेकाहीँ यस्ता प्रश्नहरू आउन सक्छ। यसको बारेमा डिटेल भन्न थाल्यो भने धेरै टाइम खर्च हुन्छ। तपाईँहरू चाहनुहुन्छ सर एउटा टपिकमा भनिदिनुहोस् भन्नुहुन्छ भने फेरि अर्को क्लासमा भनौँला। त्यस्तै गरी तपाईले आजको गोर्खापत्रमा, आजको समाचारपत्रमा के कस्ता न्युज पाउनुभयो, अहिले मार्केटमा के कस्तो विषय जल्दोबल्दो छन् त, यो विषयमा चर्चा गर्नुहोस्। यस्ता क्वेसन कहिलेकाहीँ आउन सक्छ। त्यो दिन किन इन्टरभ्यू लिन आउने मान्छे त त्यहाँ सर र बाहिरबाट भित्र छिर्छ, उसले त पत्रिका पढेर आएको हुन्छ, हट न्युज पढेर आएको हुन्छ, इन्टरभ्यूहरू हेरेर आएको हुन्छ। त्यसकारण यस्ता कुराको लागि पनि कहिलेकाहीँ अनएक्सपेक्टेड क्वेसन आउन सक्छ। यस्तोको लागि प्रिपेयर हौँ। त्यस्तै गरी तपाईँ फिट हुनुहुन्छ यो जागिरको लागि भन्ने कुरा आयो भने यसरी अन्य चरण पार गरिसकेको छु, म आत्मविश्वासी छु। मैले भोलिको दिनमा तालिमबाट, नियम कानुनबाट जुन प्राप्त चाहिँ ज्ञानबाट, नलेजबाट आफूलाई निखार्दै यो जागिरको लागि एकदमै योग्य र सक्षम बन्ने छु। त्यसकारणले गर्दाखेरि अहिलेसम्म प्राप्त ज्ञान, मेरो कन्फिडेन्स, मेरो आत्मविश्वासले पनि मलाई योग्य छु जस्तो लागेको छ। यो सेवा गर्ने अवसर पनि हो भनेर लागेको छ, अथवा म सही छु भनेर अलिकति थोरै आफूलाई होइन म छु पनि भन्न सकिन्छ, अथवा लाग्छ पनि भन्न सकिन्छ। त्यस्तै गरी संविधान संशोधनको प्रसङ्ग बेला बेला उठिरहन्छ नि, किन? यसको पनि एकदम राम्रो चाहिँ एन्सर लिएर जानुहोस्, खोज्नुहोस्, पत्ता लगाउनुहोस्, विभिन्न सोसल मिडियामा हेर्नुहोस्, न्युजहरू हेर्नुहोस्, अथवा च्याट जिपिटीलाई नै सोधे पनि हुन्छ। यो प्रसङ्गलाई पनि थोरै ध्यान दिनुहोस्। नेपाल चाहिँ बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त देश हो। सबैका सबै कुराहरूलाई संविधान नियम कानुनमा एकैचोटि चाहिँ समावेश गर्न सकिँदैन। संविधान भनेको चाहिँ एउटा मूल दस्तावेज भए तापनि यो संशोधनै गर्न नमिल्ने डकुमेन्ट होइन। समय समयमा विभिन्न सामाजिक, धार्मिक, राजनीतिक सहिष्णुताको लागि पनि जायज विषय, आवश्यक विषयहरूमा हामीले संशोधन गर्दै अगाडि बढ्नुपर्छ। अहिले बढी बहस प्रसङ्ग उठिरहेको भनेको निर्वाचन प्रणाली, सरकारको स्थायित्व, प्रादेशिक विभाजन, संघीय, प्रदेश र स्थानीय तहको अधिकारहरूको सन्तुलन, आवश्यक कानुन निर्माणका कुराहरूमा केही विवाद, केही विमति रहेको कारणले गर्दा यस्ता कुरालाई संशोधन गर्दै, संविधानमै संशोधन गर्दै, अधिकारको सुनिश्चितता गर्दै, सबै वर्गलाई समेट्दै कलरफुल एडमिनिस्ट्रेसन र रेनबो लेजिस्लेसन बनाउँदै अगाडि बढ्नुपर्छ। त्रुटि, कमी, कमजोरीलाई सुधार्नको लागि संविधानलाई समय समयमा परिमार्जन गर्नु आवश्यक छ। यो विश्वभरिको अभ्यास हो र नेपालमा पनि 2 पटक संशोधन भइसकेको छ भन्ने तरिकाले कुरा उठाउनु पर्छ। त्यस्तै गरी शासन भनेको के हो, प्रशासन भनेको के हो, कर्मचारी तन्त्र भनेको के हो, यस्तो क्वेसन आउन सक्छ हैन। सामान्य तरिकाको तपाईले पढेको कुराहरूलाई एकपटक रिकल गर्नुहोस्। राज्य सञ्चालन गर्ने विधि पद्धतिलाई शासन भनिन्छ हैन। शासन चाहिँ राज्यको स्थापनादेखि नै प्रत्यक्ष अप्रत्यक्ष रूपमा सुरुवात भएको हो। राज्यमा जनताहरूको घाँसपास कपास, जनताहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्नका निमित्त सम्पूर्ण दायित्व चाहिँ कसले लिनुपर्छ? राज्यले लिनुपर्छ। राज्य अमूर्त हुन्छ, त्यसकारणले राज्यले यस्ता कुरा सरकारबाट सञ्चालन गर्छ र सरकारले त्यो सञ्चालन गर्नको लागि कर्मचारी तन्त्रको मेकानिजम बनाएको हुन्छ। राज्यको मुख्य कोषबाट तल भत्ता खाने स्थायी सरकारको संयन्त्र नै कर्मचारी तन्त्र हो। यस्तो तरिकाले अलिकति चाहिँ फ्याक्ट सहित अलिकति
इन्टरप्रेटिभ तरिकाले एन्सर दिन सक्ने हामी हुनुपर्छ। राज्य, सरकार, शासन, प्रशासन, कर्मचारी तन्त्रबीचको अन्तर सम्बन्ध के छ हैन? वुड्रो विल्सनले के भनेका थिए, म्याक्स वेबरले के भनेका थिए, त्यस्तै हेनरी फलले के भनेका थिए, एफडब्ल्यू टेलरले के भनेका थिए, यस्ता प्रसङ्ग पनि कहिलेकाहीँ आउन सक्छ, प्रिपेयर हुने। त्यस्तै गरी सार्वजनिक सेवा प्रवाह भनेको के हो, यो क्वेसन पनि आउन सक्छ। आम नागरिकको हित, भलाइ, उन्नति, प्रगतिको लागि राज्यले आफै वा आफ्नो मेकानिजम प्रयोग गरेर सशुल्क, निशुल्क वा कम शुल्कमा उपलब्ध गराउने सेवा, सुविधा र सद्भावको समष्टि नै सार्वजनिक सेवा प्रवाह हो। सार्वजनिक सेवा प्रवाह 3 शब्द मिलेर बनेको छ, सार्वजनिक, सेवा र प्रवाह। सार्वजनिक रूपमा आम नागरिकलाई सेवा प्रदान गर्ने गरी प्रवाह गरिएका सम्पूर्ण सेवा, सुविधा, गाँसबास, कपास, नियम, कानुन, विपद व्यवस्थापन लगायतका क्रियाकलापहरूको समष्टि नै सार्वजनिक सेवा प्रवाह हो। यसका लागि सरकारले आफ्नो मातहतका सम्पूर्ण निकाय, प्राइभेट संस्था लगायतका मेकानिजमलाई प्रयोग गर्दछ। जस्तै सरकारले पनि शिक्षा दिन्छ, प्राइभेट संस्थाले पनि शिक्षा दिन्छ, सरकारले हस्पिटल खोल्छ, अरू प्राइभेट संस्थालाई पनि हस्पिटल खोल्न लगाउँछ। यसरी सरकारले समग्रमा सार्वजनिक सेवा प्रवाह गरिरहेको छ। सार्वजनिक सेवा प्रवाहले नजन्मिएको बच्चादेखि मरिसकेको मान्छेसम्मलाई पनि प्रभाव पार्छ। यसरी सार्वजनिक सेवा प्रवाह चाहिँ सम्पूर्ण क्रियाकलापको समष्टि हो भने सरकारले जे गर्छ त्यो सबै सार्वजनिक सेवा प्रवाह हो भन्ने तरिकाले उत्तर दिन सक्छौँ। त्यस्तै गरी एनपीएम, एनपीएस, ई गभर्नेन्स भनेको के हो? पछिल्लो समयमा ई गभर्नेन्सको कुरा आइरहेको छ। पेपरलेस, क्यासलेस, फेसलेस, सिस्टम बेस्ड सर्भिस दिनु नै ई गभर्नेन्स हो। ई गभर्नेन्समा चाहिँ हामीले यस्तो खालको मेकानिजम बनाउँछौँ कि जसले गर्दा सर्भिस जनताको घर दैलोमा, हातमा, मोबाइलमा, फोनमा पुग्छ, जसले गर्दा व्यक्ति टु व्यक्ति फिजिकल कन्ट्याक्ट हुँदैन। यसले भ्रष्टाचार न्यूनीकरण गर्न, व्यवस्थित अभिलेख राख्न, बायसनेस नगरिकन आम नागरिकलाई समानता र समताको महसुस हुने गरी सर्भिस दिनको लागि मद्दत गर्दछ भन्ने तरिकाले कुरा राख्न सकिन्छ। त्यस्तै गरी यो 3 तहको सरकारका विवादका विषयवस्तु, यस्ता कुरा पनि हामीले हेरौँ। साझा अधिकारका विषय बढी विवादित हुन सक्छन्, कसले कति अधिकार लिने भन्ने कुरामा। कानुन समयमा नबन्नु विवादित हुन सक्छ। अधिकार दिने भन्दा पनि लिने, क्याप्चर गर्ने प्रविधि विवाद हुन सक्छ। यसका लागि मेकानिजमहरू के छन् यो बारेमा पनि बुझेर जान्छौँ हामी। त्यस्तै गरी स्थानीय तहको न्यायिक व्यवस्था के छ, न्यायिक समितिको व्यवस्था गरिएको छ, कति धारामा गरिएको छ संविधानको, कति सदस्य हुन्छन्, क्षेत्राधिकार के हो, यो प्रश्न मलाई नै सोधेको थियो। त्यस्तै वैदेशिक सहयोग भन्नाले के बुझ्नुहुन्छ? वैदेशिक सहयोग, वैदेशिक सहायता, वैदेशिक ऋण, यी फरक कुराहरू हुन् जुन मैले अगाडि पनि भने। त्यस्तै भ्रष्टाचार र बेरोजगारीलाई परिभाषित गर्नुहोस्। अङ्क पनि सोध्न सक्छ है, अहिलेको अङ्क कति छ, प्रशासन सुधार कसरी गर्न सकिएला, भ्रष्टाचार निवारण कसरी, यो मलाई सोधेको थियो यो क्वेसन। फोहोर मैला व्यवस्थापन गर्ने उपाय, यो पनि मलाई सोधेको थियो। फोहोर मैला व्यवस्थापन, रिड्युस, रियुज, रिसाइकल भन्दा माथि गएर कसरी गर्न सकिन्छ भनेको थियो। त्यस्तै गरी मेडिटेसनले पर्फर्मेन्स कसरी बढाउन सक्छ। त्यस्तै गरी सहकर्मीहरूको व्यवहार कस्तो हुनुपर्छ, विवाद र द्वन्द्व कसरी समाधान गर्ने। त्यस्तै गरी तपाईँको निर्देशनलाई इन्कार गरे के गर्नुहुन्छ, नेपालको परराष्ट्र सम्बन्ध कस्तो छ। विवाद द्वन्द्व नर्मल कुरा हो, कार्यालयमा आउनु आवश्यक छ। निश्चित हदसम्म यसलाई मोटिभेसन नै, प्रोत्साहन नै गरेको पाइन्छ, तर विवाद र द्वन्द्व सकारात्मक उद्देश्यको लागि हुनुपर्छ। यसले ओभरअल संगठनको उन्नति र भलाइ गर्नुपर्छ। विवाद र द्वन्द्व एउटा सीमाभन्दा माथि पुग्यो भने यसको समाधान गरिनु पर्दछ। पढेकै हो हैन? त्यस्तै गरी अन्तिममा के भन्न चाहनुहुन्छ? ओभरअल तपाईँ हामीलाई केही सोध्न चाहनुहुन्छ भन्यो भने, सर यो पदका चुनौतीहरू तपाईँहरूको अनुभवमा के हुन सक्छ? सर यो पदमा भोलि रहिसके पछाडि तपाईँले 3टा काम गर्नै पर्ने 3टा काम के सजेस्ट गर्नुहुन्छ? सर ओभरअल इन्टरभ्यू मलाई राम्रो लाग्यो, तपाईँहरूको कोअर्डिनेसनको लागि म हेल्पफुल छु, म यति नै भन्न चाहन्छु। यस्ता केही कुरा तपाईँले एन्सर लिएर जानुहोला। धेरै धेरै धन्यवाद। तपाईँहरू इन्टरभ्यूसँग सम्बन्धित अरू केही चाहनुहुन्छ भने प्लिज विथआउट एनी हेजिटेसन मसँग सम्पर्क गर्नुहोस्। पर्सनल रूपमा पनि सर यो क्वेसनको एन्सर कसरी दिने भने जस्तो लाग्छ भने मलाई व्हाट्सएपमा मेसेज गर्नुहोस्। धन्यवाद, फेरि भेटौँला।